हामी साथीहरू घुमफिर गर्न है लाजुको ठाउँमा आइयो टक्क हल्का रमाइलो छ यहाँनिर है भिलाजु घर भिलाजुको मन्दिर आकाश छ आकाश पुरै रमाइलो छ धेरै रमाइलो छ पुरै यही हेर्न आएको केटाहरूसँग घुम्न आएको यो घरभित्र है साथी घरभित्र बाहिर गयो भने घरको भित्रको यो धेरै रमाइलो छ है होइन साथीभाइसँग घुमफिर गर्दै आएको आज अझै बेलुका राति चाहिँ धेरै रमाइलो हुन्छ साँझ पर्दैछ घुमफिर चाहिँ सबै साथी होइन रमाइलो छ हौ साथी हो यार हल्का रमाइलो छ छुट्टीको टाइममा यसो घुमफिर गर्न आएको मजा छ साथीहरू यार रमाइलो छ योभन्दा रमाइलो हेर्नु न वरपर पुरै यो पुरै जति देखिन्छ नि साथीहरू त्यो चाहिँ नक्कली आकाश है नक्कली आकाश हो त्यो एउटा आकाश होइन नक्कली हो यो चाहिँ पुरै घरभित्र बनाएको है साथीहरू घरको भित्र है साथीहरू यो चाहिँ पुरै वरदेखि परसम्म छ धेरै रमाइलो छ खासमा हामीहरू साथीहरू अस्ति घुम्न हेर्न आउने भनेर आएको साथीहरू चाहिँ अब खासै नचिनेर कहिले कहाँ पुगेछ नि होइन र आज लिएर आएको धेरै रमाइलो छ भित्र योमा चाहिँ डुङ्गा चल्छ पानी छ होइन यो भित्र चाहिँ पानी छ है धेरै रमाइलो छ नि यार कतारको धेरै विकसित छ नि यार हाम्रो नेपालमा गाह्रो छ साथीहरू नेपालमा विकसित हुन धेरै टाइम लाग्छ अझै 20 वर्षसम्म नेपालमा केही विकसित हुँदा जस्तो लाग्दैन म यसो विचार गरेँ अरे हाम्रो नेताहरू गर्नु न डुङ्गा चलिरहेको है डुङ्गा चलेको छ दुईजना योमा चाहिँ पैसा तिर्नुपर्छ साथीहरूजनालाई 20-25-30 रेलको लाग्छ पैसा तिर्नुपर्छ रमाइलो छ जेस भनौँ पुरै